मैले आफूले गरेको एक्सपिरियन्स र मैले मेरो गरेको गल्तीहरू नै सेयर गर्न खोजिरहेको छु। प्रायः सोसल मिडियामा नदेखिने विदेश देखाउन खोजिरहेको छु। सो बेसिक न्युकमर्सहरूले स्ट्रगल गर्नेवाला चिजहरू चाहिँ एउटा टाइम म्यानेजमेन्ट हुन्छ होइन, जस्तो लाग्छ मलाई। अनि यो चिज चाहिँ मैले मेरो फर्स्ट इयरको पढाइमा पढ्दाखेरि हामीलाई एउटा टिचरले भने पनि थियो, अनि त्यो चिजहरू नै सेयर गर्न खोजिरहेको छु है। सो इट्स जस्ट अ बेसिक अप्रोच अफ कसरी टाइम म्यानेज कसरी गर्ने, के गर्ने भन्ने कुराहरू। लेट्स वर्क इट आउट होइन, जसले गर्दाखेरि तपाईँहरूलाई पनि एउटा इन्फर्म डिसिजन कसरी के गर्नुहुन्छ भन्ने कुराहरू। इट्स नट जस्ट एप्लिकेबल विदेश आउनेवाला चिजलाई मात्रै होइन, नेपालकै कन्टेक्समा पनि फरक पर्ने हुन्छ। तर अझ विदेशको कन्टेक्समा चाहिँ बिकज यु आर रिलाइङ अन यर सेल्फ, सबै चिज आफै गर्नुपर्ने भइरहेछ। त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ अलिकति एकदमै लाइक हुन्छ नि पोजिटिभली अप्रोच गोल हुनुपर्छ है जस्तो लाग्छ। सो जस्तो हेरौँ न, अब लाइक 7 दिनमा 24 घन्टा हुन्छ होइन। सो त्यो 7 दिनमा 24 घन्टाको हिसाबले 168 आवर्स, 168 घन्टा हप्ताको हुन्छ। अन एन एभरेज 8 घन्टा सुत्नै पऱ्यो। सो त्यो हप्तामा 7 दिनमा 8 घन्टा सुत्दाखेरि 56 आवर्स सुतेर जान्छ। अभियसली कसैले थोरै सुत्छ, कसैले धेरै सुत्छ, त्यो आफ्नो ठाउँमा छ। तर अन एन एभरेज 8 घन्टा राखेँ। अब त्यसले गर्दाखेरि 112 घन्टा बाँकी भयो। अब फुल टाइम काम गर्दै हुनुहुन्छ, फुल टाइम काम गर्ने भइसकेपछि चाहिँ 8 घन्टा भयो, 8 × 5, यहाँ चाहिँ 5 दिन, अभियसली 5 दिनको हुन्छ विक। त्यसले गर्दाखेरि 8 × 5 40 घन्टा भयो। अभियसली होपफुली आई विश एभ्री वान इज वर्किङ फुल टाइम। त्यसले गर्दाखेरि 40 घन्टा त्यसमा गयो। बाँकी भयो 72 आवर्स, 72 घन्टा बाँकी भयो, हप्ताको कुरा गर्दैछु। अब त्यसमा यदि वर्क फ्रम होम छ भने कन्भिनियन्ट छ, त्यो तपाईँको ट्राभल टाइमहरू जान्छ। तर यदि वर्क फ्रम होम छैन भने चाहिँ ट्राभल गर्ने टाइम लाग्ने नै हुन्छ। अब हो काम जहाँ छ त्यहीँ छेउछाउ बसे भयो नि त भन्ने कुराहरू पनि आउँछ। तर मोस्ट अफ द केसेसमा चाहिँ काम या त सिटी बाहिर हुन्छ या त डाउन टाउन भनेको मेन बजारमा हुन्छ, जहाँ चाहिँ बस्ने लाइक रेन्टल कस्टहरू महँगो हुन्छ। अनि त्यसले गर्दाखेरि अलिकति चिप लोकेसन खोज्नुपर्दा अलिक टाढा खोजिन्छ। सो अन एन एभरेज आफ्नै गाडी भए पनि, अझ क्यानाडा केसमा त गाडी भयो त त्यो हिउँ सफा गर्ने टाउको लाग्छ, टाउको दुखाइ हुन्छ जाडोमा। तर पनि जे होस् अन एन एभरेज जान 1 घन्टा आउने 1 घन्टा राखौँ। त्यसले गर्दाखेरि 5 × 2 घन्टाको दरले 10 घन्टा ट्राभल लाग्यो होइन। सो बाँकी भयो 62 घन्टा बाँकी भयो। यो भनेको त बेसिक सुत्ने, काममा जाने, काम गर्ने, त्यति मात्रै भइरहेछ। अब आयो कुरा लाइक बेसिक ब्रस गर्ने, तयारी हुने, रेडी हुने, यताउतावाला चिजहरू। अन एन एभरेज मैले खानेकुराको कुरा गरेको छैन अहिलेसम्म। सो यो चाहिँ बेसिक लाइक काममा जान अथवा लाइक हुन्छ नि एउटा त्यो प्रोसेस रेडी हुने, हातमुख धुने, नुहाइधुवाइ गर्ने, एभ्रिथिङ अराउन्ड इट। त्यसलाई चाहिँ म 1 देखि 1.5 घन्टाको हिसाबमा राख्छु। अब हिसाब सजिलोको लागि चाहिँ झन्डै 10 घन्टा भनौँ ल। सो 10 आवर्स त्यसमा गयो होइन, रेडी हुने, ओभरअल घर फर्केर लाइक हुन्छ फ्रेसन अप हुने एन्ड एभ्रिथिङ लाइक द्याट गर्दाखेरि 10 घन्टा। सो 52 आवर्स। अब आयो खाने पर्ने टाइम। सो खाने टाइममा खाने मात्रै छैन, अनफोर्चुनेटली त्यही छ नेपालमा भए चाहिँ लाइक हुन्छ नि भाँडा मान्छे दिदी आउनुहुन्छ, घरमा पनि पकाउने मान्छे लाइक ग्रुप भइसकेपछि त्यहाँ चाहिँ लाइक त्यो काम बाँडिने हुन्छ। अब यहाँ चाहिँ कि त आफू छैन भने लाइक कपल्स लाइक 2 जना हुन्छ, त्योभन्दा धेरै छैन। त्यसले गर्दाखेरि त्यो ओभरअल चाहिँ लाइक हुन्छ नि खाना पकाउनेवाला चिजहरूदेखि लिएर भाँडा माझ्ने, खाना खाने, त्यो पनि ओभरअल टाइम कन्ज्युमिङ चिजहरू हुन्छ। अब त्यसलाई पनि म अन एन एभरेज एकदमै चाँडो, यदि तपाईँले ब्याच कुकिङ भन्छ है, त्यो ब्याच कुकिङ भनेको चाहिँ एकैचोटि नेपालमा जस्तो एभ्री डे फ्रेस पकाएर खाने कुरा पनि हुँदैन, मान्छे थोरै हुन्छ, त्यो खान सकिँदैन सक्दैन। सो ब्याच कुकिङ भनेर गर्दाखेरि पनि तपाईँले हप्तामा 3 चोटि नै पकाउनु भयो भने पनि त्यही भात दाल तरकारी जे छ राख्ने, भोलिपल्ट खाने, त्यसपछि फेरि के गर्ने गर्दा त्यो प्रपर ब्याच कुकिङहरू गर्नुभयो भने पनि भाँडा माझ्ने, खानु पऱ्यो, गर्नु पऱ्यो गर्दा गर्दै झन्डै अन एन एभरेज तपाईँको 2.5 आवर्स जस्तो लाग्छ। ल सजिलोको लागि म 2 घन्टा राखिदिन्छु, जसले गर्दाखेरि चाहिँ 7 दुना 2 गर्दा 14 आवर्स भयो। अब 14 आवर्स भइसकेपछि कति भयो, 38 आवर्स। सो 38 घन्टा बाँकी 38 घन्टा बाँकी भयो। अब त्यो 38 घन्टा 1 हप्तामा बाँकी छ। अब तरकारी त लिन जानु पऱ्यो, तरकारी लिन जाँदाखेरि यहाँ फेरि त्यही फुत्त तलतिर गएर भट्टराईदिएको पसलमा जाउँ न भन्ने जस्तो हुँदैन। सो तरकारी लिने अब वालमार्ट, कस्टको जहाँसुकै जानुहोस्, अलिकति धाएर जानुपर्ने हुन्छ। त्यहाँ गएपछि चाहिँ किनमेल यताउता एभ्रिथिङ लाइक द्याट। इभन तपाईँ हप्तामा 2 चोटि हप्तामा 1 चोटि नै जान्छु अथवा 2 हप्तामा 1 चोटि जान्छु भने एउटा स्पेसिफिक लिमिट अफ टाइम कन्ज्युम हुन्छ। सो त्यसलाई मैले हप्तामा 3 घन्टाको एभरेज राख्थेँ। सो 3 आवर्स, द्याट मिन्स अब तपाईँसँग बाँकी भयो 35 आवर्स इन अ विक। अब यो चिज भनेको मैले एकदमै बेसिक चिजहरू भनिरहेको छु है, जुन चाहिँ लाइक लाइफ सस्टेन गर्ने नै चिजहरू भनिरहेको छु। अब त्यो बाहेक तपाईँको इन्टरटेनमेन्ट भने हुन्छ अथवा स्पोर्ट्स भने हुन्छ अथवा जिम जानेवाला कुराहरू हुन्छ। इनफ्याक्ट अब नेपाली र इन्डियनको केसहरूमा चाहिँ हामी घरतिर फोन गरेँ, म धेरै फोन गर्छु होइन। तर कतिले धेरै नगर्न पनि हुनसक्छ, कसैको बोयफ्रेन्ड गर्लफ्रेन्डवाला चिजहरू पनि हुनसक्छ एन्ड एभ्रिथिङ अराउन्ड द्याट होइन, त्यो चिजहरू हुनसक्छ। सो अन एन एभरेज 1 घन्टा नै राख्दाखेरि पनि 7 दिनमा 7 घन्टाको, सो 7 आवर्स भनिसकेपछि बाँकी रह्यो 28 घन्टा, 28 आवर्स। सो एभ्री डे हामीसँग जम्मा 4 घन्टा बाँकी छ। सो थिङ्क अबाउट इट दिस वे, यो सबै टाइम पिरियड छ, त्यो सबै टाइम पिरियडमा लाइक सस्टेन गर्न, घरबाट तिर्न, यताउता गर्न, बाँच्नलाई, यो सबै चिजहरू बेसिक डे टु डे निड्सहरू गर्नलाई गरेर गर्दाखेरि दिनमा आफूसँग 24 घन्टामा 4 घन्टा मात्रै आफूसँग हुन्छ। अब अहिलेसम्म मैले त्यो लाइक हुन्छ नि खेलकुद गर्नेवाला चिजहरू भनेकै छैन, लाइक हुन्छ वर्कआउट गर्नेवाला चिजहरू भनेकै छैन, बाहिर गएर यसो घुम्ने, मुभी हेर्न जाने एन्ड एभ्रिथिङ अराउन्ड इट भनेकै छैन, इन्भल्भ भएकै छैन। सो एज अ न्यू कमर इभन लाइक हुन्छ नेपालकै कन्टेक्समा पनि यो चिज हामीले एकदमै याद गर्नुपर्ने हुन्छ कि
टाइम कसरी म्यानेज गर्नेवाला कुराहरू है। सो मेबी इफ यु हेभ टु प्लान अकर्डिङली सुत्ने टाइमहरूलाई सर्ट आउट गरेर अलिकति म 1 घन्टा कम गर्छु, त्यो टाइममा म यसरी थप्छु भनेर भन्न सकिनेवाला चिजहरू भयो। अथवा यस्तै गाडीमा ट्राभल गाडीमा ट्राभल गर्दै हुन्छ भने घर फोन गर्ने टाइम र गाडीमा ट्राभल गर्ने टाइम एकैचोटि मर्ज गरे भयो। तर त्यही चिजहरूमा चाहिँ मैले मेरो अर्को च्यानल छ हाउ टु नट भनेर। त्यो हाउ टु नट च्यानलमा चाहिँ मैले लाइक जुन सोसियल नर्म्सवाला हिसाबले फेरि घरमा फोन गर्छु भनेर गाडीमा बसेर फेस टाइम गरेर स्पिकरमा फोन गरेर नगर्नुहोस्। बिकज अगेन त्यो कल्चरली राम्रो पनि हुँदैन होइन, मान्छेले अरूलाई किन कुरा सुनिराख्नेवाला कुराहरू हुन्छ। त्यो सानो चिजहरू विचार गरेर टाइम कसरी म्यानेज गर्न सकिन्छ भन्ने कुराहरू। वाइ? बिकज हामी नेपाल छोडेर विदेश आइसकेपछि एभ्री वान लाइक इन्क्लुडिङ मी, एभ्री वान यु होइन, जो छ लाइक केही न केही गर्छु भन्ने हिसाबले आइया छ। अनि त्यो चिज हुँदाखेरि चाहिँ त्यो कस्तो हुन्छ भने इफ यु डोन्ट वर्क अन इट, त्यो एभ्री डे टाइम बितेको थाहा हुँदैन, एउटा मोनोटोनस लाइफ भइरहेको हुन्छ। जुन भन्छ नि पेचेक टु पेचेक लाइफ अथवा तलबदेखि तलबको लाइफ। यहाँ प्रायः हप्ता दिने 2 हप्तामा तलब आउने हुन्छ। अनि त्यो तलब कहिले आउँछ भनेर कुर्दा कुर्दै दिन, हप्ता, महिना, वर्ष बितेको थाहा हुँदैन। सो एज एन एक्सपिरियन्स पर्सन लाइक हुन्छ नि, अगेन मेरो आफ्नो एक्सपिरियन्स र गल्ती नै भनेर हो, मैले कुनै म एकदम प्रोफेसनल भएर भन्न खोजेको पनि होइन। अल आइम ट्राइङ टु से इज त्यो टाइम म्यानेजमेन्टवाला कुराहरू चाहिँ अगाडिदेखि नै गरेर कसरी के गर्छु भन्ने कुरा। इफ यु हेभ टु मेक अ प्लानर सेड्युलर अथवा लाइक एउटा प्रपर वेमा कसरी जान्छु भन्ने सोचहरू राख्नु छ भने त्यही अनुसारले गरे पनि भयो। इट्स एन इजी थिङ। जस्तै अब अहिले मैले युट्युब र टिकटकमा भिडियोहरू बनाउँदैछु, त्यसको लागि पनि मैले एउटा टाइम स्लट अलोकेट गरेको छु। तपाईँहरूको आफ्नै प्रपर एजेन्डा होला अथवा आफ्नै गोल्सहरू होला, त्यसको लागि चाहिँ कसरी टाइम सेट गर्ने भन्ने कुराहरू चाहिँ सोच्दै गर्दाखेरि बेटर हुन्छ। अनि स्पेसली अहिले हेरिराख्नु भएकोहरू नेपालमै पनि कन्टेक्स्ट यो चिजहरू युटिलाइज गर्नेवाला चिजहरू हुन्छ। प्लस यदि कोही विदेश आउन खोज्दै हुनुहुन्छ र होइन लाइक हुन्छ नि कन्सल्टेन्सीहरूले त भनेको जेन्युइन कुराहरू त छँदैछ, तर त्यो बाहेक पनि यो सानसानो चिजहरू चाहिँ लाइक हामीले याद गर्दैनौँ, तर ओके द्याट्स नाइस होइन, थटफुल प्रोसेसहरू छ जस्तो लाग्छ भने तपाईँका भाइ भतिजा दाजु भाउजू लाइक एनी वान आउन खोज्दै हुनुहुन्छ भने सेयर गरिदिनु होला। मन पराइराख्नु भएको छ भने लाइक गरिदिनु होला, फलो गर्दै गर्नु होला।